कल्पना गर्नुहोस् तपाईँ एक विशाल पुस्तकालय भित्र हुनुहुन्छ जहाँ हरेक किताब सुव्यवस्थित रूपमा राखिएको छ। कुनै पनि किताब तुरुन्त निकाल्न सकिन्छ, खोल्न सकिन्छ अनि उपयोग गर्न सकिन्छ। अब सोच्नुहोस् यदि तपाईँको मस्तिष्क त्यस्तै पुस्तकालय बनेर हरेक जानकारीलाई तुरुन्त याद राख्ने र आवश्यक पर्दा तुरुन्तै फेला पार्ने क्षमता राख्न सक्थ्यो भने हामीले जीवनभर हजारौं कुराहरू बिर्सन्छौं। कहिलेकाहीँ महत्त्वपूर्ण नाम, तथ्य, नम्बर वा कुनै विशेष जानकारी हाम्रो दिमागबाट हराउँछ। तर के हामी साँच्चीकै कमजोर स्मरण शक्तिका कारण यो समस्या झेलिरहेका छौं त? होइन, समस्या हाम्रो स्मरण शक्ति कमजोर हुनुमा होइन, समस्या छ हाम्रो सिकाइको तरिका कमजोर हुनुमा। के हामी मेमोरी सुधार गर्न सक्छौं त? अहिलेको आधुनिक विज्ञान भन्छ मस्तिष्कको क्षमतालाई असीमित रूपमा सुधार गर्न सकिन्छ। तपाईले कहिले सोच्नु भएको छ मेमोरी ग्रान्ड मास्टरहरू जसले केही सेकेन्डमै सयौं अङ्कहरू, नामहरू र कार्डहरूको क्रम याद गर्न सक्छन्, के तिनीहरू कुनै सुपरम्यान हुन्? होइन, तिनीहरू पनि तपाईँ र म जस्तै सामान्य व्यक्ति नै हुन्। तर तिनीहरूले आफ्नो मस्तिष्कलाई एक फरक तरिकाले प्रशिक्षित गरेका छन्। किन स्मरण शक्ति कमजोर हुन्छ? किनकि हामी ध्यान दिन जान्दैनौँ। हामी सूचनालाई केवल सुन्छौँ तर त्यसलाई अनुभूति गर्दैनौँ। हामी सोच्न रुचाउँदैनौँ, केवल याद गर्न खोज्छौँ। तर के तपाईलाई थाहा छ, मस्तिष्क याद गर्न होइन सोच्न बनेको छ। यो विज्ञानले प्रमाणित गरेको तथ्य हो कि तपाईँ कुनै पनि कुरा सोच्दै, जोड्दै र कल्पना गर्दै सिक्नुहुन्छ भने त्यो जानकारी लामो समयसम्म दिमागमा रहिरहन्छ। अद्भुत मेमोरी बनाउने 7 शक्तिशाली तरिकाहरू। नम्बर 1, ध्यान केन्द्रित गर्ने कला, द पावर अफ फोकस। ध्यान एउटा यस्तो चिज हो जसको अभावमा हामी कुनै पनि कार्य ठिकसँग गर्न सक्दैनौँ। लेखक भन्छन् ध्यान कमजोर भए स्मरण शक्ति पनि कमजोर हुन्छ। हामी जति फोकसका साथ लगनशील भएर कुनै पनि कुरा जान्न खोज्छौँ त्यसलाई हाम्रो स्मरणमा त्यति नै स्पष्टसँग याद राख्न सक्छौँ। त्यसैले राम्रो स्मरण शक्ति बनाउनका लागि ध्यान दिन जान्नु एकदमै महत्त्वपूर्ण छ। कुनै पनि कुरामा ध्यान दिनका लागि अपनाउनु पर्ने तरिकाहरू। पढ्दा वा सिक्दा मोबाइल, टिभी जस्ता ध्यान भङ्ग गराउने चिजहरूबाट पर रहनुहोस्। कुनै कुरा सिक्नु अघि गहिरो श्वास लिनुहोस् र आफूलाई मानसिक रूपमा तयार गर्नुहोस्। गहिरो श्वास लिनाले एकाग्रता बढ्छ र पढेको कुरा याद गर्न सजिलो हुन्छ। आफ्नो मस्तिष्कलाई अब म यो कुरा सिक्नेछु भनेर सूचना दिनुहोस्। नम्बर 2, सक्रिय सिकाइ, एक्टिभ लर्निङ। यदि तपाईँ केवल सुन्नुहुन्छ भने 25% मात्र सम्झनुहुन्छ। यदि तपाईँ लेख्नुहुन्छ 50% सम्झनुहुन्छ। तर तपाईँ त्यसै विषयमा अरूलाई सिकाउनुहुन्छ भने 90% सम्झनुहुन्छ। हामी जति सक्रिय रूपमा सिक्न बस्छौँ त्यति नै सहज तरिकाले सिकेको कुरालाई स्मरणमा राख्न पनि सक्छौँ। सिकाइलाई सक्रिय बनाउने उपायहरू। कुनै कुरा पढेपछि त्यसलाई कसैलाई सिकाउने प्रयास गर्नुहोस्। नोटहरू लेख्नुहोस्, चित्र बनाउनुहोस् र कथाहरू सिर्जना गर्नुहोस्। कुनै जानकारीलाई आँखा, नाक, कान, हात आदिसँग जोडेर सिक्ने प्रयास गर्नुहोस्। नम्बर 3, मेमोरी प्लेस विधि, द मेमोरी प्लेस टेक्निक। मेमोरी प्लेस विधि भनेको तपाईले सम्झन चाहनु भएको जानकारीलाई परिचित वा कल्पना गरिएको ठाउँभित्र विशिष्ट स्थानहरूमा मानसिक रूपमा राख्नु हो। यसमा सम्झनु पर्ने जानकारीहरूलाई हास्यास्पद रूपमा कुनै ठाउँसँग सम्बन्धित गरेर कल्पना गरिन्छ। जस्तै यदि तपाईलाई 10 वटा सामान किन्ने सूची सम्झनु छ भने एउटा घरको कल्पना गरी सम्झन सक्नुहुन्छ। ढोकामा दुधको कल्पना गर्नुहोस्। लिभिङ रुममा केरा झुन्डिरहेको सोच्नुहोस्। भान्सामा आटा पोखिएको देख्नुहोस्। आफ्नो ओछ्यानमा काँक्रा सुतेको कल्पना गर्नुहोस्। सिँढीमा नुनको थुप्रो भएको कल्पना गर्नुहोस्। यसलाई तपाईँ जति हास्यास्पद बनाएर कल्पना गर्नुहुन्छ त्यति नै छिटो सम्झन सक्नुहुन्छ। नम्बर 4, जडानयुक्त सोच, एसोसिएसन थिङ्किङ। हाम्रो मस्तिष्क नयाँ जानकारीलाई पुरानो जानकारीसँग जोडेर छिट्टो सिक्न सक्छ। यदि तपाईँलाई कुनै नयाँ कुरा सिक्नु छ भने तपाईँ त्यसलाई डाइरेक्ट याद गर्नुको साटो तपाईलाई पहिल्यै जानकारी भएको कुरासँग जोड्नुहुन्छ भने त्यसलाई तपाईँ छिट्टो र प्रभावकारी रूपमा सिक्न सक्नुहुन्छ। जस्तै तपाईलाई कसैको नाम गङ्गा सम्झनु पर्यो भने उसलाई गङ्गा नदीसँग व्याख्या गरेर सम्झन सक्नुहुन्छ। उसलाई गङ्गा नदी जस्तै शान्त स्वभावको कल्पना गर्न सक्नुहुन्छ। यदि तपाईलाई विद्युत प्रवाह सम्झनु छ भने तपाईँ पाइपबाट पानी बगिरहेको कल्पना गरेर सम्झन सक्नुहुन्छ। नम्बर 5, कथा बनाएर सम्झने विधि, स्टोरी टेलिङ मेथड। हामी तथ्यहरू छिट्टै बिर्सन सक्छौँ तर कथा भने कहिल्यै बिर्सदैनौँ। जब तपाईँ जानकारीहरूलाई कथाको रूपमा चित्रण गर्न सक्नुहुन्छ भने त्यो जानकारी तपाईँ कहिल्यै पनि बिर्सन सक्नुहुन्न। जस्तै यदि तपाईलाई पानी, घडी, किताब, पहाड आदि सम्झनु पर्यो भने एउटा घडी पानीभित्र डुबेको अनि किताब गएर डुबेको घडीलाई पानी बाहिर निकालेको
र उड्दै उड्दै पहाड पुगेको हास्यास्पद र रोचक कथा बनाएर सम्झना गर्न सक्नुहुन्छ। नम्बर 6, सकारात्मक मानसिकता, पोजिटिभ माइन्डसेट। राम्रो मेमोरीको लागि सकारात्मक मानसिकताको ठूलो भूमिका हुन्छ। यदि तपाईँ म सम्झन सक्दिनँ वा मेरो स्मरण शक्ति कमजोर छ भनेर सोच्नुहुन्छ भने तपाईँले प्रभावकारी रूपमा जानकारीलाई ग्रहण गर्न सक्नुहुन्न, किनकि तपाईँले आफूलाई म सक्दिनँ भन्ने सन्देश दिँदै गर्दा तपाईँको विश्वास टुट्छ र तपाईँ सिक्न चाहेको जानकारीतर्फ पूर्ण रूपमा ध्यान केन्द्रित गर्न सक्नुहुन्न वा तपाईँ राम्रोसँग सिक्ने प्रयास गर्न सक्नुहुन्न। त्यसैले सुरुमा आफूभित्र विश्वास जगाउनुहोस् कि म सजिलै सम्झन सक्छु, मेरो मेमोरी पावर बलियो छ र म कुनै पनि कुरा प्रभावकारी रूपमा सिक्न सक्छु भनेर। पोजिटिभ माइन्डसेटको लागि नियमित रूपमा ध्यान वा माइन्डफुलनेस अभ्यास गर्नुहोस्। दिनभरि हुने साना साना कामहरूमा पनि पोजिटिभ रहने प्रयास गर्नुहोस्। पोजिटिभ थिङ्किङले जानकारीलाई याद गर्न मात्र नभई तपाईँको सिङ्गो जीवन नै सुमधुर बनाउँछ। नम्बर 7, निरन्तर अभ्यास, कन्सिस्टेन्ट प्र्याक्टिस। अर्को महत्त्वपूर्ण कुरा जसले हाम्रो स्मरण शक्तिलाई बलियो बनाउँछ त्यो हो निरन्तर प्रयास। केभिन भन्छन्, रिपिटेसन इज द मदर अफ स्किल। कुनै पनि स्मरण टेक्निक जस्तै भिजुअलाइजेसन, लिङ्किङ, चङ्किङ तब मात्र प्रभावकारी हुन्छ जब तपाईँ त्यसलाई बारम्बार अभ्यास गर्नुहुन्छ। निरन्तर अभ्यासले केवल ज्ञान मात्र बढ्दैन, म सक्छु भन्ने आत्मविश्वास पनि बढ्छ। जस्तै सुरुमा साइकल वा मोटरसाइकल सिक्दा हामीलाई आउँदैन थियो, हामी लड्थ्यौँ, कतिपटक घाइते पनि हुन्थ्यौँ, तर निरन्तर सिक्दै जाँदा अब हामीलाई साइकल वा मोटरसाइकल चलाउन गाह्रो हुँदैन। ठीक त्यस्तै हाम्रो मेमोरी सुधार्न पनि हामीलाई निरन्तर अभ्यासको जरुरत पर्छ। यसको लागि तपाईँले हरेक दिन 5 मिनट आफूलाई दिनुपर्ने हुन्छ। जति बेला तपाईँ यस्ता कार्यहरू गर्न सक्नुहुन्छ। प्रत्येक दिन कम्तीमा एउटा नयाँ शब्द सिक्नुहोस्, कुनै नयाँ तथ्य याद गर्नुहोस्, मेमोरी प्लेस विधि प्रयोग गरेर सामानहरूको सूची बनाउनुहोस्, सम्झन चाहेको कुराहरूको कथा निर्माण गर्ने प्रयास गर्नुहोस्, दिमागलाई सकारात्मक राख्ने रणनीतिहरू अपनाउनुहोस्। धन्यवाद।